सिटिभिटीले जारी गरेको भर्ना सम्बन्धी निर्देशिका 2082 अनुसार यो वर्षदेखि इन्ट्रान्स इक्जाम अर्थात् प्रवेश परीक्षा नलिने, विद्यार्थीले एसईमा प्राप्त गरेको जीपीए को आधारमा र्याङ्क गर्ने र विद्यार्थीलाई डाइरेक्ट एडमिसन गर्ने पेइङ कोटाको पनि लागि र छात्रवृत्ति यानी स्कलरशिप कोटाको लागि पनि हो। अब के हुन्छ, इन्ट्रान्स इक्जाम हुन्छ कि हुँदैन भन्ने विषयमा कुराकानी गर्न आज म उपस्थित भएको छु। जारी गरेको नयाँ निर्देशिका अनुसार अब कसरी विद्यार्थीहरू सेलेक्सन हुन्छन् त त्यसको बारेमा हामी सुरुमा हेर्नेछौँ। परिच्छेद 3 मा छनौटका आधार र कोटा सम्बन्धी व्यवस्था गरिएको छ। यसमा के लेखिएको छ भने एसईमा प्राप्त गरेको जीपीए को आधारमा चाहिँ विद्यार्थीहरू छनौट गर्ने भनिएको छ। अघिल्ला वर्षहरूमा हुन्थ्यो इन्ट्रान्स इक्जाम लिने, जसको धेरै मार्क्स आउँछ उसलाई चाहिँ र्याङ्क 1 गरिन्थ्यो भने अहिले चाहिँ एसईमा प्राप्त गरेको जीपीए को आधारमा म्याक्सिमम 4 जीपीए सम्म हुन्छ एसईमा, जसको बढी जीपीए आयो उसको चाहिँ र्याङ्क माथि हुने भयो। त्यसमा पनि फेरि विद्यार्थीले प्राप्त गरेको जीपीएमा गभर्नमेन्ट स्कुलबाट उसले एसई दिएको हो भने उसलाई +1 गरिनेछ भनिया छ भने प्राइभेट स्कुलबाट चाहिँ उसले एसई इक्जाम पास आउट गरेको या एसई इक्जाम दिएको हो भने उसलाई चाहिँ 0.85 प्लस गरिने भनिया छ। प्राइभेट स्कुलका विद्यार्थीहरूलाई 0.15 चाहिँ कम मार्क्स पाउने भए, जस्तो कि कुनै एक व्यक्तिले चाहिँ 3.6 जीपीए पायो भने यदि उसले चाहिँ गभर्नमेन्ट स्कुलबाट पास भएको हो भने 1 प्लस भएर उसको फाइनल जीपीए कति हुने भयो त भन्दाखेरि 4.6 हुने भयो। यदि ऊ चाहिँ प्राइभेट स्कुलबाट एसई पास भएको हो भने चाहिँ उसको 0.85 मात्रै एड हुने भयो। यसले गर्दाखेरि स्वत रूपमा चाहिँ गभर्नमेन्ट स्कुलबाट पास हुने विद्यार्थीको चाहिँ 0.15 बढ्ने भयो। यदि विद्यार्थीले एसईमा प्राप्त गरेको जीपीएमा +1 और 0.85 गर्दाखेरि पनि इक्वल र्याङ्क भएमा एसई इक्जाममा म्याथमा जसको बढी ग्रेड छ ऊ चाहिँ फर्स्ट र्याङ्कमा माथि जाने भयो। त्यस्तै गरी म्याथ पनि इक्वल भयो भने साइन्स हेरिन्छ र साइन्स पनि इक्वल भयो भने लास्टमा इङ्ग्लिस हेरिन्छ। म्याथ, साइन्स र इङ्ग्लिसको पनि एउटै ग्रेड वा फाइनल ग्रेड एउटै देखियो भने अब विद्यार्थीहरूलाई कसरी सिलेक्सन गरिन्छ भन्दाखेरि दुर्गम क्षेत्रको विद्यार्थीलाई फर्स्ट प्रायोरिटी दिन्छ, उसको र्याङ्क चाहिँ माथि हुने भयो। यसो गर्दा पनि दुवैजना विद्यार्थी एउटै जिल्लाको छन्, एउटै डिस्ट्रिक्टको छन् भने त फेरि छुटिएन। त्यस्तो केसमा चाहिँ के भनिया छ भन्दाखेरि दुर्गम र सुगम क्षेत्र छान्दासम्म पनि विद्यार्थीहरूको अङ्क बराबर भएमा अथवा त्यसबाट पनि दुईटा विद्यार्थी र्याङ्क पत्ता लगाउन नसकेमा बढी उमेर भएको विद्यार्थीलाई छानिने भनेको छ। यो नियम तपाईँलाई कस्तो लाग्यो? यो साल एसई इक्जाम दिने विद्यार्थीहरूको उमेर प्राय त कम नै हुन्छ योभन्दा अघिल्ला सालहरूमा इक्जाम दिने विद्यार्थीहरूको तुलना गर्ने हो भने। यसरी छान्दाखेरि यो साल एसई दिने विद्यार्थीलाई मार पर्छ जस्तो चाहिँ मलाई लाग्छ। यो साल चाहिँ सबैले स्कलरशिप या पेइङ दुवै कोटामा पढ्न चाहनेले चाहिँ अनलाइन फर्म भर्नुपर्नेछ। फर्म चाहिँ एसई को रिजल्ट आइसकेपछि सिटिभिटीले फेरि अर्को नोटिस निकाल्छ। यो दिनदेखि लिएर यो दिनसम्ममा अनलाइन फर्म भर्नु भनेर नोटिस निकाल्छ, त्यस पछाडि फर्म भर्ने हो। अब कुरा गरौँ फर्म भर्दा कति शुल्क लाग्छ। रु 1000 लिने डिप्लोमा कोर्सहरूको भनेको छ। 1000 रुपैयाँ चाहिँ अत्याधिक हो जस्तो मलाई लाग्छ, किनभने योभन्दा अघिल्लो सालहरूमा चाहिँ इन्ट्रान्स इक्जाम हुन्थ्यो, क्वेसन पेपर छाप्नु पर्यो हैन, एन्सर सिट छाप्नु पर्यो, गाडीहरू राख्नु पर्यो, परीक्षा केन्द्रहरू, त्यहाँ धेरै खर्चहरू हुन्थ्यो। त्यो स्वाभाविक थियो 1000 रुपैयाँ लिँदा। यो साल त कुनै खर्च छैन, त्यसकारण यो 1000 रुपैयाँ चाहिँ मलाई चाहिँ लाग्छ एकदमै धेरै भयो। 100 रुपैयाँसम्म या 200 रुपैयाँसम्म लिँदाखेरि स्वाभाविक हो जस्तो लाग्छ। तपाईँलाई के लाग्छ कमेन्ट गर्नु होला। अब कुरा गरौँ इन्ट्रान्स इक्जाम हुन्छ कि हुँदैन। यो निर्णय चाहिँ माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको 207औं बैठकका निर्णयहरू भनेर यहाँ लेखेको छ। लास्टमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत विद्यार्थी भर्ना प्रक्रियाका लागि परीक्षाको ढाँचा परिवर्तन सम्बन्धमा निर्णय गर्ने अथवा निर्णय भएको भनेर यो चाहिँ 1 महिना 28 गतेमा चाहिँ मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भएर चाहिँ जारी भएको निर्देशिका हो। त्यसकारण यो निर्देशिका चाहिँ फेरि चेन्ज हुन्छ, इन्ट्रान्सै हुन्छ भनिहाल्ने सम्भावना चाहिँ कम छ। यो नियमले चाहिँ प्रायसो एसईमा कम जीपीए ल्याउने तर राम्रो मेहनत गरेर इन्ट्रान्स प्रिपरेसन गर्ने विद्यार्थीहरूलाई चाहिँ मार परेको छ, यानी असर गरेको छ जस्तो मलाई लाग्छ। र अर्को भनेको एसई को कोरोना ब्याच 2077-78 मा
एससी इक्जाम भएन, स्कुलहरूले आफ्ना विद्यार्थीहरूलाई चाहिँ धेरै राम्रो जिपिए दिएर चाहिँ पठाए र जसले गर्दा उनीहरूको मार्कसिटमा चाहिँ राम्रो जिपिए छ, तर विद्यार्थीहरूले एससी इक्जाम नदिकिन प्राप्त गरेको जिपिए हो त्यसलाई पनि यसैमा र्याङ्क गरियो भनेदेखि अहिले कम ग्रेड ल्याउने विद्यार्थीहरूलाई मार पर्छ। त्यस्तै गरी दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि मार पर्छ, किनभने दुर्गम क्षेत्रको विद्यार्थीहरूले चाहिँ सुगम क्षेत्रको भन्दा कम्पेरिटिभली कम जिपिए ल्याएका हुन्छन्, तर उनीहरूले इन्ट्रान्स प्रिपरेसन राम्रो गरिरहेका हुन सक्छन्। अब कुरा गरौँ यो नियम परिवर्तन भएर फेरि इन्ट्रान्सकै आधारमा विद्यार्थी सेलेक्सन हुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ नेपाल हो, यहाँ कुनै कुराको स्थिरता छैन। कुनै पनि एउटा मन्त्रीले कुनै कर्मचारीले चाह्यो भने सजिलै परिवर्तन भएको घटनाहरू छन्। शैक्षिक क्षेत्रमा एससीको कुरा गर्ने हो भने प्रत्येक 2-3 सालमा नियम परिवर्तन भइरहेछ। कहिले स्वत पास हुने व्यवस्था गरेको छ, कहिले फेरि विद्यार्थी पढेनन् भनेर फेरि एनजी सिस्टम लागेको छ, फेरि एनजी सिस्टम लागेपछि अब अहिले एससी नै हटाउने कुरा भएको छ। त्यसकारणले यहाँ कुनै कुराको स्थिरता छैन। सिटिबिटीको इन्ट्रान्स पनि हुन पनि सक्छ, नहुन पनि सक्छ। मलाई के लाग्छ भने दुईटा कुरा भयो भने चेन्ज हुन पनि सक्छ। यदि विद्यार्थीहरूले धेरै उजुरी आयो सिटिबिटीमा चाहिँ सम्बन्धित पक्षले चाहिँ हैन, सम्बन्धित विद्यार्थीहरूको एउटा पक्षले चाहिँ हामीलाई चाहिँ मार पर्छ यो कारणले गर्दाखेरि चाहिँ इन्ट्रान्स इक्जाम हुनु पर्यो भनेर चाहिँ धेरै उजुरी आउनु पर्यो एउटा, र उनीहरूले सोच्न बाध्य हुन सक्छ। अर्को भनेको चाहिँ कसैले चाहिँ अदालतमा मुद्दा हाल्यो यो कारणले गर्दाखेरि यसरी इन्ट्रान्स इक्जाम हटाउनु हुँदैन, यसले चाहिँ इन्ट्रान्स इक्जाम तयारी गरिरहेको या कम ग्रेड आएको विद्यार्थीहरूलाई चाहिँ असर गर्छ भनेर चाहिँ अदालतमा मुद्दा पर्यो र अदालतले चाहिँ इन्ट्रान्सै गराउनु भनेर चाहिँ सिटिबिटीलाई निर्देशन जारी गर्यो भने अथवा अर्डर दियो भने मात्रै यो चेन्ज हुन्छ।